कटु बोकेर आए बोके मनी देख्ने गरी कहिले नि कुद्दैन कहिले नि कुद्दैन तिमी जस्तो बाटोमा सुत्दैन कहिले नि कुद्दैन कहिले नि कुद्दैन तिमी जस्तो बाटोमा सुत्दैन साह्रै राम्रो थियो तिम्रो जवाना राजीनामा दे साह्रै राम्रो थियो तिम्रो जवाना राजीनामा दे बाटोमा सुत्ने मान्छे भट्टी भित्र साउनी सा खाएर एक दिन आथ्यो पेटी कोट गर्छौ कुरा भएको र नभएको तिमीले छोड्या पेटी कोट लिएर तिमीले छोड्या पेटी कोट लिएर तिम्रो दाइले भुलेछ दिनलाई ए साउनी आथी पेटी कोट लिनलाई हातको कटु भुइँतिर झरेछ कटु भने पेटी गोड परेछ कटु भने पेटी गोड परेछ साह्रै राम्रो छेउ तिम्रो जवाना राजीनामा दे साह्रै राम्रो छेउ तिम्रो जवाना राजीनामा दे घरमा आउँदा ठुसठुसी गनाउँछ हे दिन पानीले पागलाई बनाउँछ तीन पाने छ तपाईको नसाले बेजत गर्यो पेटीकोट दशाले साह्रै राम्रो छेउ तिम्रो जवाना राजीनामा दे तपाईँको नसाले बेजत गर्यो पेटीकोट दशाले साह्रै राम्रो छेउ तिम्रो जवाना राजीनामा दे त्यति बेला पर्या थियो मलाई चोट
हातमा कट्टु कहिले नि हुन्न होस् कहिले नि हुन्न होस् अब खाए कुकुरको मुदै होस् अहिलेसम्म लाग्यो भाइ पानी लानु त्यस्तै हुन्छ जाँड धेरै खाएसी मेरो कटु तिमीले लाएसी मेरो कटु तिमीले लाएसी विजय त भयो सबको समाजमा के विजय त भयो नलाउनु खोडी अब सुत्रिने मौका देऊ हे बुढी उज्यालो भो बुढी अब सँगसँगै जानी सँगसँगै घर जानी भोलिदेखि खाएदा गाई खानी
अबदेखि जाड रक्सी छुँदैन पेटीकोट लाउने सम्म चाहिँ हुँदैन तिम्रै कसम भट्टीमा धाउँदिन भट्टीमै धाउँदिन बिर्सेर नि पेटीकोट लाउँदिन तिमी बिना घर अझ जान्न म र बोकीमै सेलाएर खान्न म मैले हात खोजेछु जोड्नलाई एकैचोटि सक्छौ र छोड्नलाई शत्रु ताला चाबी नछुटाइकन छोड्देऊ दाजु हजुर जाड खान साह्रै भाइको गति छैन के बुद्धि
होइन त नि होइन त मनमा पिरलाको बुद्धि भएको ताला चाहिँ नपाएको साह्रै राम्री धेरै मलम गर्नु पर्ने थियो भिडियोमा एउटा क्रिम बम 5-10 मिनट काटियो त बेचम झ्याउ हुन्छ कि लाम हुन्छ अनि काट्नु भन्छु मैले अब म पियार हे सुद्रा अब घरबार सियार पहिले कैदी सुन्ने कार्यघर जेल हुन्छ कार्यघर जेल हुन्छ भाइको अघि इन्जिनियर फेल हुन्छ साह्रै राम्री नारायण शिव किन पुरा हातहरु हुन्छ होला